भाइ छिटो लानु बोलाउनु नि लाउनु त ढिलो भइसक्यो दीपिका खारा है त बाबुलाई खार ए भुरा छिटो काम गरेर आज 30 बेला पूजा गर्न जान ढिला हुन्छ छिटो काम सकिन्छ खोइ त मेरो कपडा कहाँ गयो खोइ उतापट्टि कोठावाला म हेरेर आइहाल्छु है अबे पता भएन पानी त पानीले त युनिका के गरिरहेको कपडा धोइरहेको म त के हेर त मेरो नयाँ लुगा कस्तो छ राम्रो छ कसले लगाइदिएको मेरो बाबाले ल्याइदिनु भएको ल ल मेरो बाबाले छिटै आइरहनु भएको छ म जान्छु ल मेरो पनि मम्मी बाबा भइदिएको भए मैले पनि यस्तै नयाँ लुगा लगाउँथेँ होला तिजमा रमाउँथेँ होला तर म टुहुरीको भाग्य आज पनि सबैको घरमा रमाइलो छ तर मेरो मनमा भने खालीपन मात्र छ युनिका युनिका ओ युनिका ए दिदी पो आउनु भएछ होइन कता टोलाको हो भने होइन दिदी म त यत्तिकै आज तिमी पनि हामीसँगै पूजामा बस्नुपर्छ है दिदी मेरो त राम्रो कपडा पनि छैन अरूलाई जस्तो सिँगार्ने कोही पनि छैन बहिनी नयाँ कपडा लाउनु र सिँगार गर्नु मात्रै ठुलो कुरा होइन सबैभन्दा ठुलो कुरो माया हो र त्यो हामी सबैसँग छ जाउँ न मसँग कस्तो राम्रो देखिएको Shiva Shiva Shiva